Happy Mother's Day भन ए मम्मा आई लभ यु भन्ने हो गाइज नमस्ते सबैजनामा फेरि पनि मैले एउटा भिडियो लिएर आइसकेको छु मेरो युट्युब च्यानलमा आशा छ तपाईहरुलाई यो भिडियो पनि मेरो मन पर्ने छ गाइज हैन आज चाहिँ अब मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ आजको मौसम चाहिँ एकदमै ठण्डा ठण्डा कुल रहेको छ हैन पानी पनि परिरहेछ झरी परिरहेछ गाइज तपाईहरु देख्न सक्नुहुन्छ मौसमको कुरा गर्नु पर्दाखेरि गाइज हैन हल्का झरी परिरहेछ पानी परिरहेछ हैन यो भिडियो बनाइराख्दाखेरि चाहिँ आजबाट चाहिँ 3 दिन पछि चाहिँ सन्डेको दिन माता तीर्थ औँसी परेनाले चाहिँ आमाको मुख हेर्ने दिन जसले हामीले जन्मदिन हुर्काइन् बढाइन् ती माताहरुप्रति मलाई नमन छ हैन र माता तीर्थ औँसीको सबैलाई शुभकामना छ र माता तीर्थ औँसीको अवसरमा चाहिँ आज चाहिँ अब सानो एउटा नानीले चाहिँ मम्मालाई गिफ्ट दिन्छ भनेर चाहिँ दिन्छ मम्माले गिफ्ट दिन्छ अरे नानीले हस् मम्मालाई के दिने अरे नाना अनि ह्यापी मदर्स डे भन्दियो ह्यापी मदर्स डे भन्दियो न ए ह्यापी मदर्स डे गाइज हैन त्यही भएर चाहिँ अब हल्का सपिङ गर्नु पर्यो भनेर जान आँट्दैछु अब नानीले एउटा केक किनिदिन्छ मम्मीलाई उसकी मम्मीलाई मेरो नानीले चाहिँ अब उसको मम्मीलाई सरप्राइज दिन्छ अरे हैन मैले नानीलाई चाहिँ नभन भनेको छु अब कतिको चाहिँ भन्दिनँ होला सायद के गर्छ हेर्मै गाइस भिडियोमा हेर्दै जानु होला के हुन्छ हैन अब अहिले चाहिँ ऊ मेरो बुढी चाहिँ ड्युटी गएर चाहिँ हैन अब 3 दिन पछि देखाउने हो उसलाई चाहिँ लुकाएर राख्ने हो अब मुस्किल अब नानीले पोल खोलिन भने चाहिँ सरप्राइज भयो गाइस हैन अब पोल खोल्यो भने चाहिँ सरप्राइज जान्छ त्यही भएर चाहिँ अब केही पनि भनेको छैन त्यही भएर है त गाइस 2 moments later गाइस यस्तो झरीमा पनि झरी परेर पनि यही हामी सपिङ गर्न आएर छौँ के गर्ने एउटा बुढीलाई यसो गिफ्ट दिउँ भनेर नानीले चाहिँ मदर्स डेमा गिफ्ट दिउँ भनेर आएको गाइस हैन यस्तो झरी परेर पनि 1 hour later गाइस तपाईहरुले देखिहाल्नुभयो हल्का फुल्का सपिङ गरेर आइसकेको छु हैन अनि टट्ट अलिअलि अब खानासाना खाइयो अनि खानासाना खाएर अब म ड्युटी जान लाग्यो गाइस हैन यो कुरा चाहिँ सरप्राइज राखेको छु मैले अचम्म हैन त्यही भएर चाहिँ हामी कहाँ गएर आएछौँ रे सपिङ ए सरप्राइज ओके डोन्ट टेल मम्मा हस ल ल ओके गाइस तपाईहरु देख्न सक्नुहुन्छ कि यस्तो झरी परेको छ हैन त्यही पनि के गर्ने जानै पर्यो 1000 years later काममा जानुपर्छ अहिलेको बिहान 4 बजिसकेको छ बिहानको बुढी छोडेर आएँ मैले काममा हैन राति 12:30 बजे म आउँछु कामबाट के गर्ने काममा जानै पर्यो यसरी बच्चा लिएर हिँड्नुपर्छ के गर्ने निन्द्रामा चाहिँ मेरो छोरी यसरी छ जिन्दगी के गर्ने काम गर्नु पर्यो गाइस काम नगरिकन हुँदैन अमेरिकामा मेरो छोरी पनि निन्द्रामा चाहिँ बिचारी बोकेर हिँड्नुपर्छ यहाँ 5 मिनट पनि छोड्नु हुँदैन छोरीलाई छोराछोरीलाई गाह्रो छ नि गाइस बिहानको 4:30 बजे पनि मौसम चाहिँ धेरै एकदम राम्रो क्या एकदम चराचुरुङ्गी चराइरहेछ कराइरहेछ हैन कस्तो तरिकाले चाहिँ हल्का पानी पनि बेलुका परेको थियो ल गाइस अब मैले चाहिँ गएर फेरि सुत्न पर्यो नि गाइस के गर्ने नानी हामी कहाँ गएर आयो कको अफिस हो यता हेर त कहाँ गएको अरे अनि तिमीलाई अनि मम्मालाई अनि मैले तिमीलाई चाहिँ भिडियो त्यो के अरे कपडा किनेको नसुनाऊ मम्मालाई भनेर भनेको होइन सुनाइहाल्नु पैसा तँलाई हो किन सुनाएको अनि सरप्राइज भनेको होइन गाड्न पाएको छैन उताबाट कामबाट बुढी आयो अनि गाडीमा बस्न पाएकी छैन सुनाइहालेँ बाबा नाना भनेर सुनाइहालेँ धन्न अलिकति थाहा पाइन र गाइज होइन मैले कता लुगाएर राखेको छु अनि अब त्यो धन्न भेटिनँ चाहिँ अब त्यो लुगाएर आइसक्यो अब आइतबार चाहिँ खोल्नु पर्नेछ होइन अब बिर्सिहाल्छ मेरो बुढीले त धेरै दिनमा लिइराख्दिनँ कहाँ के छ भन्ने कुरा बिर्सिहाल्छ त्यही भएर केटाकेटीलाई अब के कुरा सुनायो भने अब पोल खोलिहाल्छ नि त्यस्तै त हो नि गाइज के गर्ने स्टे ट्युन गाइज ओके हेलो गाइज गुड मर्निङ बिहानको कति बज्यो अहिले 11 बजिसकेको छ अनि एउटा सामान यता छिटो
किनुवा सकिरहेको छ गाइस किनुवा लिन जानु पर्यो वालमार्टमा मात्रै पाउँछ किनुवा फेरि अलिकति सस्तो हुन्छ किनुवा अब किनुवा खाने अरे बुढीले त्यही भएर नानी आऊ त ल हस्पिटल बसौँ ल गाइस Hours later. हेलो गाइस मैले चाहिँ नानीले चाहिँ कुन सरप्राइज भनेर कस्तो लुगा ल्याएँ चाहिँ गाइज होइन मैले सो गर्न गइरहेको छु गाइज हेर्नुहोस् अब एकछिनमा यसको मम्मा आउँछ होइन अनि त्यही भएर उसले चाहिँ सरप्राइज गिफ्ट दिन्छ गाइज होइन दिस इज द गाइज यु क्यान सी यु लाइक इट मम्मालाई अहिले दिने हाँस यो मम्मालाई दिने ओके हाँस यु लाइक इट ल 1 hour later. ह्याप्पी मदर्स डे भन ए मम्मा आई लभ यु भन्ने हो नानीले किनिदिएको भन्दै मैले किनिदिएको भन ल अनि यु लाइक इट भनेर सोध ल ह्याप्पी मदर्स डे भनिदियो माया गरिदियो मम्मालाई गाइस तपाईँहरूले देखिहाल्नुभयो होइन नानीले हल्का अब पहिलोचोटि चाहिँ नानीले आज अलिकति बुझ्ने भएर पहिलोचोटि चाहिँ उसले ह्याप्पी मदर्स डे भनेर उसले एउटा गिफ्ट दिई ल गाइस तपाईँहरूलाई भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् लाइक चाहिँ गरिदिनुहोस् गाइस है त किप सपोर्टिङ माई च्यानल थ्याङ्क यू सो मच